सो गुड मर्निङ एन्ड नमस्ते एभ्रिवान। नेक्स्ट डे न्यू भिडियोको साथमा उपस्थित भइसकेको छु। आज हामी फोर्थ माउन्ट एभरेस्ट इन्टरनेसनल ताइक्वान्डो च्याम्पियनसिपको लागि यहाँबाट निक्लिँदैछौँ। प्रेरणा ताइक्वान्डो रोजाङ, हाम्रो अर्को रहेको छ प्रगतिशील र दिव्याङ्ग ताइक्वान्डो रोजाङ। तिनवटा ताइक्वान्डो रोजाङको हामी चाहिँ जाँदैछौँ। दादिङ गजुरी यतिखेर बापरे के हो यो बस त पुरै ध्वस्त हुने चलेछ दार। लगेर त बसको अवस्था यतिखेर चाहिँ दार्जिलिङ खाजा खाएर यो चार्जिङ गरेर जाने बेला भयो। गाइजहरू यता बसिरहनु भएको छ सबैजना। कोही भोमिट गरेर ढलिरहेको अवस्था, रियाज भोमिट गर्दा गर्दा आइरहनु भएको छ। सो यति बेला चाहिँ हामी अहिले दार्जिलिङ गजुरीबाट अगाडि हिँडिरहेको अवस्था एकदम ठाउँमा आयो। छैन गाइस, अनि गजुरीबाट अगाडि खाजा खाइयो। अवस्थामा छ यो चाहिँ उल्टी गरेर ढल्या हो कि अर्को पाण्डे बाबु यो छ गर्लफ्रेन्ड बाहिर भन्थ्यो। ल के सामान छ पछाडि जा, सामान लिएर आइज बाबु पहिला। अहिले सामान लिएर वहीँ जान्छु अनि त्यसपछि गएर अहिले हाल्ने, अहिले आउने के वेट चेक गरेर। हामी चाहिँ अब होटेल जाँदैछौँ। साइडबाट हिँड है अलिकति, धेरै नकरा न, कहाँ त गाउँ जस्तै कराउँछस्। कस्तो भयो आजको यात्रा? राम्रो भयो। के अरे लिम्बू भाषा बोल्न राइट आउँदैन तँलाई? के बारो मात्र आउँछ? यसलाई त उल्टी गरेर आइरहन्थ्यो। टाउको दुख्या छ है। फाइनल्ली होटेलमा आइयो, उल्टी गरेर हैरान। यता बापरे 4 पटक उल्टी गरेर। यता हाम्रो यहाँ हाम्रो गाइजहरू सबै रेडी रेडी भएर बसौँ है। अब चाहिँ अहिले चाहिँ हामी यतिखेर काठमाडौँ हामी होटेलमा बसेर होटेलबाट चाहिँ रुमबाट अहिले हामी यतिखेर वेट चेक गर्नको लागि जाँदैछौँ। यता छ सुस्मी, यता छ जेबी, यता छ पाण्डु, यता छ रियाज, यता छ। कस्तो भयो आजको यात्रा? बबाल भयो। काठमाडौँ त परिवर्तन भयो त यार, यस्तो थिएन है हामी आउँदा अस्तिबाट। के आन्दोलनले त यहाँ चेन्ज हान्दैछ नि त बाटो त है। डान्स हान्दैन अघिको डान्स नाच न आउँदैन क्या। हेलो, हामी अब रङ्गशाला जान लाग्यो। रङ्गशाला जानु लागेको अवस्थामा छौँ हामी होइन। यो चाहिँ टुडी खेलको ग्राउन्ड। ए क्रिकेट होइन, यहाँ अगाडि चाहिँ धरहरा छ।
अरे यो चाहिँ धरहरा हेर्नु। यो धरहरा हो यता टुडी धरहरा चढेको नि भिडियो बनाउनु। गर्मी भयो भने त ज्याकेट खोलेर हिँड्नु पुरै देखाउनु न। गर्मी भयो भने ज्याकेट खोलेर पो हिँडेको थियो यता अब हामी धरहरा चढेको भिडियो बनाउँछ। धरहरा चढेको यो चढिराखेको छ है यो चाहिँ गुरु पनि आउनुहुन्छ। है रियाज कहाँ जाँदैछस् है यसो आफ्नो आफ्नै पारामा मैले रङ्गशाला बाहिर खै म बोल्छु। मैले रङ्गशाला बाहिरबाट मात्र देखेछु अब म भित्रबाट कस्तो हुन्छ भनेर हेर्छु। गुरु बिरालो हेर्नु। राइट साइडमा आइज न राइट ए हस् हस्। ल आज हामी कहाँ जाँदैछौँ दशरथ रङ्गशाला। दशरथ रङ्गशाला साम्बाले फुटबल खेल्थ्यो नि त्यही ठाउँ जाँदैछौँ होइन अनि कस्तो भयो आज यात्रा चितवनदेखि ठिकै भयो तर टाउको दुख्यो। टाउको दुख्यो भोमिट भयो भोमिट भएन मलाई झ्यापा जस्तो भयो। हामी हिँडिरहेछौँ तर यो जाने कता हो थाहा छैन है हामीलाई चाहिँ हामी हिँड्न चाहिँ हिँडिरहेछौँ जाने कता हो अत्तो पत्तो छैन काठमाडौँको गल्ली गल्लीमा केटी पनि खेल्छ। हेलो हामी चाहिँ अब के अरे हाम्रो के भन्छ गेम भएको ठाउँमा आइपुग्यौँ होइन स्टेडियममा। म्यादी पुलिसको जोस् माउन्ट एभरेस्ट गेमले चाहिँ काम दिएछ तर कहाँ गयो के ऊ चाहिँ डिस्यौँ दाजुको फोन आयो कता पो हुनुहुन्छ ऊ त्यहाँ हुनुहुँदो रहेछ ए त्यहाँबाट फोन गर्नुभयो ल जाऊँ त्यहाँ ओ रियाज दाइले त्यहीँबाट हो हेलो हामी चाहिँ रङ्गशालामा आइसक्यौँ। यो चाहिँ मेरो बोयफ्रेन्ड सोल्टी अङ्किता। लौ समात अब बोला लौ हाम्रो रङ्गशाला आएको होइन मेरो चाहिँ पछाडि के हो लाखा कि तर त म देखाउँछु कसरी हो यसरी होइन अब हामी जाँदैछौँ है हामीले त पुल्से हेरेर साइड किक्नी जानु। गुरुहरू अगाडि जानु खोज्छु क्या गुरुले त हाल्दैन पर्छ खै त हाम्रो दुईजना गएन होला नि आर्मी ग्राउन्ड। अब हामी त्यही जाँदैछौँ है हिँड्दा हिँड्दै थाकिसक्यो कस्तो ओह्रालो छ उकालो छ हाम्रै वेट घर लाग्छ है भाइ मैले त यति छादेर आएको कुरेर घरमा हामी हिँड्दैछौँ हजुर खै बिरालो यहीँ दौडे थियो त अघि त्यति चाहिँ कस्तो हामी त्यहाँलाई खोज्दै खाऊँ कस्तो हेर कस्तो बार लगाएको हेर नि यो है कस्तो बार लगाएको यो आए दुईजना खान हामी भ्लग बनाउँदैछौँ दुईजना कस बनाउँछु बत्त आउनु त छोडेर नि यहाँलाई गर न दौडिन्छ जाम के अरे उनको नाम हराउँदैन जाम हामी जान्छौँ अब भ्लग बनाउँदै गुरुले हामी दिनुभएको एकदम हामी त गयौँ अब ओह्रालो छ अब सुरु जान्छ ऊ त्यहाँ त झगडा गरिरहेन आएको भ्याइएन कि स्पेस हामी भ्लग बनाउँछौँ क्या भाइरल हुनु परेन
भाइरल अब पुम्से देखाइसी हुन्छ अस्ति नै रनिङ सिनमा भाइरल भइहाल्यो त गएन हामी हिँड्दैछौँ हामीलाई त जाडो भएको छ होइन है गर्मी भएको छ हामी यहाँ बसेका छौँ गुरु र म तपाईँको ज्याकेट दिनु न यो के लेखाएर 1 2 अनि 6 गुरु चेली गफ मलाई पनि थाहा छैन तेरो 12 नम्बर आयो रे त 12 नम्बरमा 12 मा पालो मेरो अहिले चाहिँ हामी वेट चेकिङको लागि जान थालेको अब तर वेट चाहिँ भाग्यले साथ दिएन धेरै भयो वेट भइराखेको छ अब कडी भयो अब म घटाइदिन्छु मेरो यस्तो कडा ट्रेनिङ केले खारेज भइहाल्छ त्यही त त्यसो भन्छ एकदिन हामी यहीँ सामपेसी हामी जाने बित्तिकै गेम हुन्छ स्टार्ट हुन्छ तिमीहरूको वेटको सुरु हुन्छ है कतिको हुन्छ हेरौँ हामी चाहिँ आज डे 2 काठमाडौँ हेरौँ ल वहीँ गएर अब डे 2 होटलदेखि हामी गेम भएको ठाउँमा जाँदै गरेको अवस्था गेम चाहिँ भइरहेको छ पहिलो राउन्ड मनदीप शाहले चाहिँ जितेको अवस्था बसिरहेको छ पूर्विता र सुस्मिता बैलेंस कर मोनली बैलेंस खेल काउंटर बस अब काउंटर काउंटर लास्ट 1 पॉइंट ल भइयो सम्पूर्ण खेलाडीहरूले कृपया त्यस घाट लगाएर तयारी अवस्थामा बस्नुहोला। सम्पूर्ण रिएक्स छोड़ा के अर्को नि पॉज खेल ओए थापा सुहाई शेर्पा, please be ready for the next match in court 4. रियाजले चाहिँ पहिलो राउन्ड जितेर गएको अवस्था